आदरणीय दर्शक महानुभावहरू, म अहिले सर्वप्रथम के भन्न चाहन्छु भने म यो जुन स्थानमा उभिएर यो भिडियो गर्दैछु अथवा यो दृश्य देखाउँदैछु, यसबाट अघिल्लो भिडियोमा पनि मैले यी दृश्यहरू छायाङ्कन गरी हजुरहरूलाई पेश गरेको थिएँ, जुन अङ्ग्रेजी भाषामा प्रसिद्ध थियो। यसको लागि मैले आफ्नो टेक्निकल भाषा प्रयोग गरेको थिएँ, अर्थात् मैले आफूले अध्यापन गर्ने भाषामा प्रयोग गरेको थिएँ र अहिले म मेरो आफ्नै मातृभाषा प्रयोग गर्दै यहाँ यो सोता फाँडको यो सुन्दर दृश्य हजुरहरू सामु राख्दैछु। र अहिले बिहानको 7 बजेको छ र साना रौको त्यो दृश्य जसको क्षितिजमा हामी अहिले पनि कुहिरो देख्न सक्छौँ अथवा बिहानको हुस्सु देख्न सक्छौँ र यता राइट कर्नरको अप्पर साइडमा पनि सोही अवस्था रहेको छ र यो ठुला रघु र माथिको बतासेको भूदृश्य हो, जसमा अहिले बादलले घेरिएको छ र सुदूर पूर्वबाट अब सूर्यनारायणको दर्शन हुने क्रम छ र यहाँका यी सुन्दर फाँटहरू हेर्दा लाग्छ हामी रूपकोटवासीहरू असाध्य धन्य छौँ। यी सम्म फाँटहरू, यी हरिया रुख बिरुवाहरूले यो क्षेत्रलाई एउटा पर्यटकीय दृष्टिले असाध्य तान्ने खालको छ, आकर्षण गर्ने खालको छ। नजिकै रहेको त्यो भव्य रुद्र गङ्गा, जसको समीपमा अविरल बगिरहन्छन्, जसको वक्षस्थलमा यी सम्म फाँटहरू सिञ्चित हुन्छन्। यो भूदृश्य, यो प्राकृतिक हराभराको दृष्टिकोणले पनि यो असाध्यै सुन्दर स्थान हो, जसलाई स्वर्गको एउटा महत्त्वपूर्ण टुक्राको संज्ञान गर्न सकिन्छ। बाइबलमा उल्लेख गरिएको गार्डन अफ एडम एप्पल जो भनिन्छ, ठिक त्यस्तै खालको दृश्य यहाँ हामी देख्न सक्छौँ। र म थोरै अगाडि बढ्न चाहेँ। यो मेरो अर्थात् मेरो बुवा हरिभक्त भण्डारीले सिञ्चित गर्ने महत्त्वपूर्ण खेत हो। यसमा अहिले असाध्य राम्रो गहुँ फलेको छ। उमानाथ भण्डारी पल्लाखर्के काकाले यहाँ आबादी गर्नुहुन्छ। अहिले हामी हाललाई यहाँ छैनौँ, मणिग्राममा हामी बस्ने गर्दछौँ। तैपनि आफू जन्मेको यो स्थानलाई भुल्न सकिँदो रहेनछ र यसरी हामी प्राय गरी यो शिशिर ऋतु अर्थात् विन्टर सिजनमा यहाँ आउने र समरमा पनि यहाँ आउने गर्दछौँ। र यहाँको यो भूदृश्य, यहाँको यो माटो, यो वायु, यहाँको यो प्रकृति, यहाँका यी लता, यहाँबाट उड्ने पक्षीहरू, यहाँका विभिन्न खालका जन्तुहरूसँग जुन हामीहरूको बचपन गएको छ, तिनीहरूका ती विभिन्न क्रियाकलापहरू र तिनीहरूका सुन्दर बिहानी ती सुन्दर धुनहरूसँग हामी रमाउँदै गाउँ बेसी उकाली ओह्राली गर्ने गर्दछौँ। यसरी हामीहरूको अहिलेको यो 15, 16, 17, 18 दिन करिब भइसक्यो यसरी गुज्रिएको छ र यी हरिया जङ्गल, यी सुन्दर
फाँटहरू, यहाँ भएका यी बाली नालीहरू र यहाँका मानिसहरू, मेरा आफ्ना दाजुभाइहरू सबैसँग बस्दै गर्दा असाध्यै मन प्रसन्न हुन्छ र लाग्छ म यो स्वर्गको टुक्राबाट कहिले विक्षिप्त हुन नपरोस्। मेरो यो समाज, मेरा साथीभाइ, मेरा इष्टमित्र कसैसँगको सम्बन्धबाट कुनै एउटा चिसो नहोस् भन्ने बारम्बार मेरो मनमा अपिल आइरहन्छ र अहिले यो सानो भिडियोबाट बिदा हुन चाहन्छु। पछि म शिवधाम रुद्र तटबाट पनि तपाईँहरूलाई एउटा सानो भिडियो क्लिप नेपालीमै गर्नेछु। अहिलेको लागि म यस क्लिपबाट बिदा हुन चाहन्छु। उमा काका केही भन्नु छ? ठिकै छ। आज अब नयाँ वर्ष, नयाँ सङ्क्रान्ति सबैको शुभ रहोस्। सबैले गङ्गा नुहाउने, उपास्ने, मन्दिर जाने, खुसियाली मनाउन पर्छ। यही नै हो हाम्रो जिन्दगीमा, अरू केही छैन। धर्म कर्ममा सबैको चित्त जाओस्, यही भन्न चाहन्छु। थ्याङ्क यू उमा काका। र अब हामी आफ्नो वासस्थानतिर लाग्दैछौँ। त्यसपछि पुनः म रुद्र धाम अर्थात् शिवधाममा केन्द्रित हुनेछु। तबसम्मको लागि म यो भिडियोबाट बिदा हुन चाहन्छु। सम्पूर्ण दर्शकहरूलाई म पुनः मेरो यो सुन्दर फाँट, सुन्दर यी तोरीका बिरुवाहरू हेर्नुहोस् त कति लोभ लाग्दछन्। यो स्थानबाट म जान पटक्कै मन छैन, तैपनि म बाध्य छु। बाध्य छु। अहिलेलाई फेरि पनि हजुरहरूलाई धन्यवाद दिँदै म हस्ताउन चाहन्छु। धन्यवाद, नमस्कार, थ्याङ्क यू भेरी मच एभ्री वान।